हेलो साथीहरू नमस्ते हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। हजुरहरूलाई आज फेरि म नयाँ भिडियो लिएर आइसकेको छु हजुरहरूको सामने। आज बिहान मैले भ्लग सुरु गर्दैछु। आज पल्लो घरमा पूजा छ, तुलसीको आरती गर्न आउनुभएको छ आन्टीहरूले, त्यही भएर सघाउन नाटेको। कस्तो लाग्छ हजुरहरूलाई हेरिदिनु होला। मेरो भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला। म आज धेरै पछि भिडियो लिएर आउँदैछु हजुरहरूको सामने। कस्तो लाग्छ नराम्रो भयो भने हेरिदिनु होला साथीहरू। सुरु गर्दैछु, त्यति साह्रो आउँदैन पनि मलाई बनाउन त्यति साह्रो भिडियो बनाउन जान्दिनँ साथीहरू। राम्रो मायाले साथ सपोर्ट गरिदिनु होला। अब हामी पल्लो घर जाँदैछौँ पूजामा सघाउनको लागि, पूजा पनि खाने साथीहरू। पूजा चाहिँ यस्तो हुँदैछ साथीहरू। अब बाबा खै दिदी कता गयो काममा गयो? एक घन्टा या सकुन्देली सुगत आज तुलसीको आरती गरेको। माला अब श्रृङ्गार ओम श्रृङ्गार खाना मन्त्र पुष्पाञ्जली। अब त्यो पानी अलिअलि पानी टेम्पल घुम्ने अनि मात्रै पाउँदैन। ओम नमः तुलसाय नमः यानि कानि च पापानि सर्वाणि पश्यन्तु प्रदक्षिणा पदे पदे। ओम नमः यानि कानि च पापानि सर्वाणि पश्यन्तु प्रदक्षिणा पदे पदे। मङ्गलदायकं नमः शून्य श्री नसुर आगनाथ गगनाथ पूर्वे घण्टा महानन्द। अब अलिकति त्यहाँ पाउँदैनस् त। अनि अब हामीले अग्निको कर्म यसरी यही त होला भिडियो होइन नि, यही होला यो गर्नुपर्ने होला। उयो हुन्छ होला। कहिले गएर आएको माला बुढा गएर होइन। अब पिठो बेल्नु हजुर चिया छैन छोरी, अहिले म जाउँ न गर्छु, जाउँ न गर्नु गर्दै गरौँ। ल रोटी अहिले बनाउनुपर्छ ल छोरी है। छोरी म दिन्छु बस्छु म अब रोटी बेल्दैछु साथीहरू बनाउनुको लागि। अब रोटी बेल्न सुरु गर्दैछु। डन्ठा पनि भाँचिआएको। यसरी अहिलेसम्म अब उसमा भयो जाउ त पर बनाउँछु अनि मेरो छोरीले चाहिँ मलाई ल्याङ गर्छ नि ल लाँदै लगाएर हाल्दै गर। तिमीलाई फेरि मैले कुर्छु नि फेरि म।
आरती गर्नुभएको लोवर आन्टीको त्यही भएर यसो सभाको साथीहरू अनि यसो रौँछौँ सघाउनु पऱ्यो रोटी यसमा पकाएर हजुरलाई देखाउँछु ल साथीहरू अहिले चाहिँ तीर्थ भनेको चाहिँ सम्पूर्ण ल ओम इदम पशुपतिनाथाय नमः ओम स्वाहा भनेको छ ओम नमः स्वाहा भुवनेश्वरी मात्राय नमः ओम स्वाहा विष्णुको नारायण नमः ओम स्वाहा गंगाय नमः ओम स्वाहा यमुनाय नमः ओम स्वाहा काशी विश्वनाथ सारा भन्यो सोहा भने ओम स्वाहा मूर्तिनाथाय नमः ओम स्वाहा बराय नमः ओम स्वाहा काली कनकाय नमः ओम स्वाहा तपाईँले मात्रै लाउनुहोस् भाउजूको काम गाई यहाँ चाहिँ पूजा भएको छ हाम्रो घरमा भाउजूहरूको मेन चाहिँ अचार रोटी मात्र भाउजूले पकाउनु भएन अरू सब भाउजूको काम हो अचार सब्जी सुक्खा रोटी तर त पुरेन क्या सुक्खा भएको यस्तो भएको छ हेर्नुहोस् भाउजू गोलो चाहिँ भएन क्या नि स्क्वायर सेपको भइरहेको छ कोही कस्तो अब जानेको यस्तै अब 3टा छ एउटा चाहिँ भाइ झिँगाले खाइसक्यो यहाँ हेर्नुहोस् रोटी साथी हो कस्तो भएको देखेको है च्याप्पै उप हामी चाहिँ खाजा खानु थालेको प्रसाद केटाकेटीहरू यतिकै छ मेरो छोरी यहाँ चाहिँ प्रसाद चाहिँ यहाँ छ कोही त खाएरै हिलाउनु तन्न कोही पनि यता हिलाउनु तन्न खाएर प्रसाद हामी चाहिँ अब सुरु हुँदैछ